माननीय हर्क साम्पाङलाई फेरि बालेन शाह घुम्न गएको अचम्मै रिस उठेछ। आज रोस्टममा अरू कुरा केही पनि थिएन। किन गएको? हावा खान गएको भने हावा यतै छ, स्याउ खान गएको भने फल्ने बेला भएको छैन अरे। तिमीलाई सोधेर जानी? मान्छेको व्यक्तिगत लाइफ हुन्न? प्रधानमन्त्रीको व्यक्तिगत निजी लाइफ हुन्न अरे? किन हुन्न? कसले भन्यो हुन्न भनेर? कसले भन्यो? तिमी जस्तै फटा बोल्नेको मात्र निजी लाइफ हुन्छ? शुक्रबारसम्म आफ्नो काम भएर शनिबार र आइतबार गएर आज आफ्नो ठाउँमा आउनु भएको छ। यदि मन लाग्यो भने बिदा लिएर नि घुम्न जान पाउनुहुन्छ। कसैले रिस गरेर टाउको फोरेर भयो? छौ त हामी सबै कुरा सर्वन्न थोक गर्न सक्छु भने तिमीहरूले गराउ न। कोशी ब्यारेजको ढोका थुन्ने कुरा, पानीले कटान गरेको कुरा, कोशीका मुख्यमन्त्री को हुन्? कुन पार्टीका हुन्? कोशीबाट सांसद जितेर आउने सभासदहरूले के हेरेर बसेका छन्? त्यसलाई यो प्रश्न गर्ने बालेन शाहलाई होइन। लान पर्यो त्यसपछि लान्छन् संसदमा। तिमीले आएर त्यहाँ थुत्रा गाला बजाउनै पर्दैन। बालेन्द्र शाह कहाँ गयो, के गर्यो? रिसै त्यही हो क्या, गरौ भनेर आयो क्या बालेन शाहको? रिस गर्नु पर्दैन। हामीले जिताएर पठाएको हाम्रो 2/3 सरकारको घुम्न जान मजाले पाउनुहुन्छ। तिमी जस्ता अवरोधले जे कुरामा नि अवरोध गर्छौ सहन पर्छ भन्ने छैन। सहन पर्छ भन्ने छैन। मान्छे हो, उसलाई सबै कुरा चाहिन्छ, ऊ घुम्न जान नि पाउनुपर्छ। तिमी चाहिँ क्युआरको पैसाले मस्तसँग हप्ताको 10 चोटि प्लेनमा यताउता गर्न हुने। बालेन्द्र शाह आफ्नो थकान मेट्न जान नहुने? त्यहाँको पर्यटकीय स्थललाई कसरी राम्रो गराउनुपर्छ भनेर बुझ्न जान नहुने? ठामठाममा जनतासँग भेटेर कति राम्रोसँग जानुभएको थियो त। तिमीलाई त चरो मुसुले गन्दैन आफ्ना टी सर्ट लागा पार्टीले बाहेक। उसलाई त ठामठाममा आज बालेन्द्र शाह आउँछ भनेपछि बाटो बाटो कुरेर फुल गुच्चा बुढादेखि बच्चादेखि सबैजना उसको एक जलको हेर्न बसेको थियो। रिसाले डाँडाले मर्यो क्या हो? डाँडाले मर्यो रिसाले? पाइन्छ, मजाले जान पाइन्छ। तिमीलाई सुन्न पर्छ भन्ने छैन।